हेलो गुड मर्निङ है। अहिले चाहिँ म फेरि तुमलिङ जाँदैछु। हाम्रोतिर चाहिँ वेदर पुरा यस्तो छ है, हिउँ परिरहेको छ अरे माथितिर। अहिले म जाँदैछु के कस्तो रहेछ माथि सन्दकपुरतिर चाहिँ पुरा हिउँ परिरहेको छ हो। अब माथिको वेदर चाहिँ के कस्तो रहेछ म चाहिँ त्यो तपाईँलाई देखाउनु चाहिँ। अब चाहिँ म गाडी ल्याउनु आइरहेको छु। यहाँ छ गाडी पनि अस्ति एउटा भाइले हिर्कादिएर हेर्नु नि यहाँनिर कुच्चिरहेछ मेरो हो। है माथितिरको चाहिँ अब कस्तो छ अपडेट है, हेरौँ। अहिले चाहिँ म यहाँबाट तुमलिङ जाँदैछु हो। वेदर चाहिँ यस्तो छ अनि अहिले चाहिँ पुरा पानी परेर यस्तो रेनकोट ओढाइ भइरहेको छ। अब माथितिर बाटो चाहिँ के कस्तो छ है। आज चाहिँ चित्रे मोनास्ट्रीमा यस्तो छ हो वेदर। मैले चाहिँ गाडीभित्रबाटै भिडियो गरेँ, पानी परेर यस्तो छ। अनि बिचरा मेरो केसहरू चाहिँ यहाँ छ है, अब उत्रिन सकेन, सबै यहाँ छ। अभी हम लोग निकलते हैं यहाँ से सीधा ना, फिर दूसरा गाड़ी आते आते। उहाँहरूको वेदर चाहिँ यस्तो छ है, केही देखेको छैन। टङ्गुतिर चाहिँ यतिको बरफ आइरहेछ, हिउँ आइरहेछ दाजु। तर उता रोकिदिएँ ठिक है। ए टङ्ग्लोतिर चाहिँ यत्तिको रहेछ हिउँ आज है। हेर्नुहोस् है, यस्तो छ है हाम्रो टुरिस्टहरू। हामी चाहिँ यसरी भइरहेको छ, यही पानी पर्दैछ हल्का फुल्का हो। वेदर चाहिँ यस्तो छ, तर बाटोतिर चाहिँ हिउँ छैन। हेर्नुहोस् हो, अब अलिक अगाडि चाहिँ कस्तो छ के छ थाहा छैन है। तिर चाहिँ यस्तो छ वेदर होइन, हिउँ सिउँ केही छैन। टङ्ग्लोतिर चाहिँ अलिअलि हिउँ छ। अनि बाटोमा उता चाहिँ अब के कस्तो छ है। अनि तुमलिङमा चाहिँ पानी परिरहेको छ है। अब चाहिँ हामीले गेस्टहरूलाई यहाँ सिकलसमा ड्रप गरेर अब हामी यहाँ गाडी चाहिँ दुईवटा गाडी मिलेर त्यो गाडी चाहिँ हामी फर्किने हो यहाँबाट चाहिँ। यहाँतिर चाहिँ फुलहरू पनि फुलेको छ मजाले हो। यतिको चाहिँ छ हिउँहरू अहिले होइन चाहिँ। बाटोमा चाहिँ छैन तर हिउँ।